वेलकम टु अनदर एपिसोड अफ कोदे ब्लग्स। सबैजनालाई स्वागत छ। म पनि आरामै छु, हजुरहरू पनि आरामै हुनुहुन्छ होला। आज चाहिँ हामी यसो बाहिर निस्किन लाग्यो। अब कहाँ गइन्छ, के गरिन्छ, कसो गरिन्छ थाहा छैन। सो गाइस, म त रेडी भइसक्यो। अब मौर दाइको रुममा गएर मौर दाइलाई भेट्छु अनि त्यसपछि त्यहीँ गएर भेटौँ है त। ल म चाहिँ मौर दाइको रुममा आइसकेँ। मौर दाइ के आएको हेरौँ। सुतेर बस्यो। भाइले गोबर किनेछ दिनुहोस् र भाइलाई। के पनि काम लाग्दैन कि कहाँ हाल्ने हो यत्रो के हो यो। जे भए पनि भाइले गोबर किनेछ दिने कि नदिने। 1.2 मा भइरहेको रहेछ यार। ल आउँछ हामी कहाँ जाने रे। हामी राइडमा जाने हो केटा हो। म त सेटअप गरेँ होइन। अब एकछिन बिहार ब्लग्स देखाएको नि त। राइट टु लिभ टु राइड ब्याक। सो केटाहरू, मलाई चाहिँ यो हेलमेट खासै कम्फर्टेबल भएन अनि मैले दाइकोमा आएर अर्को हेलमेट चेन्ज गरेँ। अब हेरौँ कस्तो हुन्छ यो हेलमेटले। अलि टाइट रहेछ, गाला चौरी पार्ला जस्तो छ। केटाहरूलाई हामीले चल्दिन लाग्यो है। चल्दिस अँधेरो आयो क्या। हिँड न हिँड। मौर दाइको बसन्ती त्यहाँ छ, मेरो बसन्ती यहाँ छ। चल्दिस। मैले चाहिँ दाइलाई इन्डोरोमा हामी पनि ट्राई गरौँ भनेर बोला ल्याएको। लास्टमा यस्तो रहेछ यहाँ जाली हालेर। ल नि त, मैले झन् इन्डोरोमा हामी पनि ट्राई गरौँ न भनेर लिएर आएको। के गरेको रे। झुर भयो नि यार। त एउटा शङ्का लगाइरहेको थियो, त्यो तार लगाएको केही छैन, नेक्स्ट टाइम। सो केटाहरू, हामीले मिरर फुकालियो है। यता मेरो पनि फुकाल्यो, तर म चाहिँ आज अर्कै लुक्समा छु होइन। अब हामी कहाँ जाने त नि। अब त्यता जाने थियो, त्यता माथिको ट्र्याक हान्न उकालो चढ्न जाने अब। चल्दिस अपिल हान्न जाने अब। चल्दिस भन्न जे भने नि। मलाई त आज ठुलो भात खाएन, त्यही भएर अलिक कस्तो कस्तो भइरहेको त्यो खाएपछि ठिक हुन्छ। के हाँसी रे, कि भड्डु हाड्यो यहाँ चेस। हामी जान लाग्यो बिच बाटोमा गएर मर बाइकको बाइकले धोका। अघि हल्लिरहेको थियो, हेर्नले होला भने होइन। लास्टमा माथि पुरै यस्तो टायर हेरेको त लिचिक्कै। केटाहरू, मर भएको बाइक पनि बिस्तारै भयो। अब बिस्तारै हामी गइन्छ। सुधै माथि गएर भेटौँला है त। हाम्रो भाइकोमा आएर बाइक बनाऊँ है। सो चल्दिस। के भयो के भयो। हात्ती दुख्यो त्यस्तो बाटो। अनि छिरेन मेरो हावा गइसक्यो। ए गइसक्यो क्या हो लामटा।
दाइ त्यहाँ लड्यो अनि मैले बाइक कहाँ रोक्ने भन्ने बेला मैले सुताइदिएँ। केटाहरू हामी यो पामेबाट माथि उक्लियौँ। उक्लेपछि खासै अफरोड पनि थिएन, खासै उस पनि थिएन, बिस्तारै आइयो। बिस्तारै आएपछि अब यहाँ थियौँ, अब अहिले हल्का सम्म देखेर अगाडि गइयो। अगाडि आएपछि म भाइ यहाँ लडेँ, हो त्यो ढुङ्गा थियौँ, लडेपछि म माथि पुगेको थिएँ। काराम भयो, बाइक चाहिँ मैले यहाँ पल्टाइदिएँ। अनि यहाँ आएर हेरेको यस्तो भएको छ, यस्तो भएको छ। हेर त बिचरा, खोइ खुट्टा कस्तो भएको छ भाइ। ल हेर्न सक्नुहुन्छ केटाहरू। अब यसलाई हामीले कसरी लैजाने भन्ने कुरोमा सोचिरहेछौँ। अफरोड भनिन्थ्यो के अरे, अब यस्तै भयो केटाहरू होइन। अब चाहिँ हाम्रो चाहिँ लङ राइड हुन्छ होइन, कहिले घले गाउँ, कहिले कता। अब अफरोड पुग्यो होइन, हान्ने हो यही अफरोड हान्ने हो। फेरि अर्को दिन अलि बिहान पूजासुजा गरेर आउनु पऱ्यो क्या। ल केटाहरू, हामीले त्यहाँ बाइक चाहिँ मैले जोगाड गरेर जस्तो सो बनाएँ। अब ओक्समा गएर भेटौँला है त। मलाई त बोल्न नि मन लागेन त। सो केटाहरू, आजको राइड चाहिँ त्यस्तै भयो है। जान चाहिँ गइएको थियो, बिच बाटोमा अब नसोचेको भयो। अनि हामी फर्केर आएपछि यसो बाइक साइक बनाइयो। त्यही हो गाइस, अब के छ र, अब यस्तै हो। केही कुरा पाउनलाई केही कुरा गुमाउनै पर्ने रहेछ। मैले पनि बल्ल अनुभव लिँदैछु। मैले चाहिँ अब खासै बाइक चलाएको भिडियो पनि बनाउन पाउँदिनँ। बिस्तारै त्यसलाई म अपडेट गर्दै जाँदैछु। सो त्यही नै हो गाइस।